एउटा आइफोनका लागि 3 जनाको जीवन गुमेको दुःखद घटना बालबालिकाका लागि सन्देश छ। नमस्कार। आजको अत्यन्त दुःखद समाचार भारतको महाराष्ट्र छत्रपति सम्भाजीनगर जिल्लाको 30 गाउँ नजिक खावड्या डोंगरमा एकै परिवारका 3 जनाको ज्यान गएको छ। घटनामा कुणाल चन्दवाडे, उनका बुवा र आमा गरी 3 जनाको मृत्यु भएको छ। प्रारम्भिक समाचारमा महँगो आइफोन र त्यससँग जोडिएका पारिवारिक विवादपछि घटना भएको भनिएको थियो। तर पछिल्लो अनुसन्धानमा प्रहरीले यो केवल आइफोनको विषय मात्र नभई परिवारभित्रको गम्भीर तनाव र विवादसँग पनि जोडिएको हुन सक्ने बताएको छ। यस दुःखद घटनाले हामी सबैलाई एउटा ठुलो सन्देश दिएको छ। प्रिय बालबालिका र युवाहरू, मोबाइल, आइफोन वा पैसा पनि समानभन्दा तपाईँको जीवन धेरै मूल्यवान छ। आमा बुवाले कुनै कुरा तुरन्तै पुरा गर्न नसक्दा रिस, जिद वा निराशामा गलत निर्णय नलिनुहोस्। आफ्नो समस्या मनमा नलुकाउनुहोस्। आमा बुवा, शिक्षक वा विश्वासिलो व्यक्तिसँग खुलेर कुरा गर्नुहोस्। र अभिभावकलाई पनि अनुरोध, बालबालिकाको व्यवहारमा अचानक परिवर्तन, अत्याधिक रिस, जिद्दी वा निराशा देखिएमा त्यसलाई सामान्य नठान्नुहोस्। उनीहरूलाई गालीभन्दा पहिले सुन्नुहोस्, सम्झाउनुहोस् र आवश्यक परे सहयोग गर्नुहोस्। एउटा फोन फेरि किन्न सकिन्छ, तर गएको जीवन कहिल्यै फर्केर आउँदैन। त्यसैले गर्दा जनहितका लागि, चेतनाका लागि यो अत्यन्तै दुःखद घटना भएको छ भारतमा। सबैजनाले भिडियोलाई पुरा हेरेर सेयर गर्नुहोला, ताकि सबै बालबालिका अभिभावकहरूले यो भिडियो सुनेर एउटा शिक्षा, एउटा सन्देश प्राप्त गर्न सकुन्। धन्यवाद।